दर्शबिङ सम्पूर्णलाई गुड मर्निङ। यहाँ हाम्रो अहिले बनासमा यस्तो विकास हुँदैछ। हेर्नुस्, यो रोल मेसिन एउटा दुईटा मेसिनहरूले हेर्नुस् सम्पूर्ण यहाँ थरी थरीको मेसिनहरूले हाम्रो यो बाटोहरू विकास गर्दैछ। सम्पूर्ण दर्शकहरू यसरी काम गरिरहेको यो विदेशको यात्रा हो। विदेशको मरुभूमि हेर्नुस्, ठुलो मेसिनहरू यसरी रोडहरू यसरी बनाउँछ यहाँ विदेशमा भने है। सम्पूर्ण दर्शकहरू, म इलेक्ट्रिसियन काम गर्छु। अहिले मेरो जोनमा यसरी काम हुँदैछ। अब यो लगभग फिनिसिङ भइसकेको अवस्था हो। हेर्नुस्, यता यसरी घर छ। यो घरमा यसरी देख्न सक्नुहुन्छ। हेर्नुहोस् सम्पूर्ण दर्शकहरू, यो मेसिन एउटा भयो, दुईवटा भयो, यहाँ तिनवटा भयो। यहाँ सानो रोडनको छ, तिनवटा, चारवटा, पाँचवटा, छवटा, सातवटा, आठवटा। हेर्नुहोस्, हाम्रो उता नेपालमा भने एउटा मेसिन दुईवटा मेसिन बाहेक हुँदैन। यहाँ चाहिँ हेर्नुहोस् सानो रोड छ, तर विकास गर्नलाई धेरै मेसिनहरू प्रयोग गरिन्छ। यहाँ यस्तै पक्की रोड हाम्रो पनि नेपालमा भएको भए हुन्छ, बनाएको भए हुन्थ्यो होला। हेर्नुहोस्, यो मुनि तपाईँको यो जमिन मुनि समुद्र छ। समुद्रमाथि यहाँ घर बनाउँदैछ सम्पूर्ण दर्शकहरू। यति भन्दै थोरै हेर्नुहोस्, यहाँ काम गर्ने मान्छेहरू होइन, घाममा यसरी काम गर्नुपर्छ। विदेशको यात्रा यस्तै हो। विदेश 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 विदेशमा पैसा फल्दैन। हेर्नुहोस्, त्यसैले विदेश भनेको एउटा यस्तो रहेछ कि होइन। यसरी घाम यस्तो घाम लागेको छ। हेर्नुहोस्, घाम यस्तो लागेको छ होइन। यहाँ चाहिँ यसरी घाम लागेको छ। ओ गड, हेर्नुहोस् सम्पूर्ण दर्शकहरू, काम गर्दैछ यहाँ। थोरै मनोरञ्जनको लागि मैले 2 सप्ताहको लागि मैले यहाँ भिडियो बनाएको छु। कस्तो लाग्छ सेयर कमेन्ट गर्न नभुल्नु होला। हस् त, यति भन्दै यो 2 सप्ताह यहाँ टुङ्गाउन चाहन्छु। धन्यवाद सम्पूर्णलाई। मेरो कस्तो लाग्छ यो भिडियो तपाईँहरूलाई होइन, सेयर कमेन्ट गर्न नभुल्नु होला। सब्सक्राइब पनि गरिदिनु होला। युट्युब च्यानल तपाईँको अमर सिंह सिन्धाली छ, म हेर्छु गएर गरिदिनु होला। हस् त, धन्यवाद। यति भन्दै थोरै यो 2 सप्ताह यहीँ टुङ्गाउन चाहन्छु।